यो कम्पनी भनेको बिरामी जस्तो मान्छेलाई मात्र ठिक थियो। बिरामी दाइ चाहिँ उहाँ हुनुहुन्छ फेरि? उहाँ हुनुहुन्छ। हिजो भर्खर उहाँ बिरामी भएर बस्नु भयो। यो बाबु BBM स्वागत छ हजुरलाई ब्लग भिडियोमा। म हाल रोमानियामा छु, लन्डनमा काम गर्छु। यो कम्पनी भनेको बिरामी जस्तो मान्छेलाई मात्र ठिक थियो। बिरामी दाइ चाहिँ उहाँ हुनुहुन्छ फेरि? उहाँ हुनुहुन्छ। हिजो भर्खर उहाँ बिरामी भएर बस्नु भयो। अरूलाई त अब अरू त यस्तै गाह्रो। हामी हाल रोमानियाको इको क्लिन धोबीघाटमा काम गर्छौँ होइन। हामी यो धोबीघाटकै केटाहरू हुनुहुन्छ दाइहरू। अनि रसिले ब्रो के छ जल्दी हाम्रो? ठिक छ नि? ए सङ्गरी कैसन भयो है? इको क्लिन कम्पनी हो होइन। यहाँ चाहिँ कपडाहरू वास गर्छ होइन। हस्पिटलको होटेलको यहाँ चाहिँ एकचोटिमा 600 किलो वास गर्छ। हजुर स्वागत छ। यहाँ केही बताइदिनुहोस् यो टनलको बारेमा। यो टनल चाहिँ जेन्सन कम्पनीको टनल हो। हजुर यसले चाहिँ एकपटकमा 600 केजी हुन्छ भन्नुहुन्छ। एकपटकमा चाहिँ एउटा भाँडामा चाहिँ हजुर मिनिमम 25 केजीदेखि म्याक्सिमम 63 केजीसम्म भरिन्छ यसमा। हजुर एउटा पकेटमा 4वटा पकेट छ। चाहिँ वास गर्ने चाहिँ 12वटा वासिङ मेसिन छ भनौँ न भित्र। हजुर अनि यहाँ चाहिँ कुन कता कताको कपडा धुन आएको हुन्छ सर? होटेल हस्पिटलहरूको कपडा हुन्छ। विशेष गरेर चाहिँ धेरै चाहिँ होटेलको आउँछ भनौँ न। सालुत साम्बा सालुत 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 चेपा साम्बा विने तँलाई बाँधेर घाँस हाल्न पर्ने कुरो। यो चाहिँ हाम्रो यो सानो खाले मिसिन हो। यहाँ कपडा वासहरू हुन्छ होइन। यो चाहिँ हाम्रो कम्पनी हो। के छ साथी? ठिक छ साथी ठिक छ। के छ रन्दै? यो चाहिँ हाम्रो कम्पनी हो होइन। कन्स्ट्रक्सन लाइनको कपडा हुन्छ। यहाँ चाहिँ यो प्याक गर्नुपर्छ होइन। वास भएर आएको हुन्छ। यो चाहिँ सानो मेसिन हुन्छ। यहाँबाट वास भएर निक्लिया हुन्छ होइन। यो चाहिँ कपडा आइरन लाउने मेसिन हो यो चाहिँ होइन। यहाँबाट सिरेक डसनाहरू यहाँबाट हालेको हुन्छ होइन। अनि यतापट्टि आइरन लाएर निक्लिएको हुन्छ यतापट्टि। यता ट्र्याक गर्नुपर्छ। यता निक्लिएको हुन्छ होइन। यहाँबाट निक्लिएको हुन्छ आइरन लाएर निक्लिएको हुन्छ। यहाँ चाहिँ ट्र्याक गर्नुपर्छ यसरी। अहिले त्यो टनेलमा भनेको चाहिँ यो हुन्छ होइन। एकचोटिमा 600 किलो धोको हुन्छ। यता निक्लेको हुन्छ होइन। सालु सालुद चेपत मिचेका यता टावल हुन्छ होइन। होटेलको टावलहरू राख्नु हुन्छ। प्याक गर्नुपर्छ होइन। यस्तै छ। यहाँ चाहिँ त्यो सिराको खोल्दा सिरा हाल्छ होइन। अनि आइरन लाएर निक्लिन्छ। आइरन लाउने मेसिन हो चाहिँ। हजुर यही हो। के छ चल्दै? आइरन लाएर निक्लेको निस्किन्छ कपडा। अनि यहाँ प्याक गर्नुपर्छ। यहाँ हुनुहुन्छ हाम्रो राजन दाई। प्याक गरिदिनुहुन्छ। यस्तै छ हाम्रो कम्पनीको क्लिन लन्ड्री हो चाहिँ। यो चाहिँ हाम्रो पोर सबैको भाइ।
केस 2 शब्द जास् भाइ के छ अरु वर्ष के छ अहिले टक्क हुन्छ यहाँ बागा मामा बागा यो आइरन लाउने मिसिन हो हैन कन्नाहरु आइरन लाउँछ यो मिसिनले चाहिँ के छ दाजु ठीक छ नि हजुर राम दाजु हो अहिले उता हालेको कपडा चाहिँ यहाँ निक्लिन्छ हैन त्यहाँदेखि यता निक्लिन्छ इको क्लीन को स्टोरेज रूम हो यहाँ चाहिँ ग्रान्ड होटल को कपडा छ हैन यहाँ धुनको लागि लिएर आएको टावल पनि हुन्छ अनि तन्नाको फुलहरु सिटाको फुलहरु पनि हुन्छ यहाँ चाहिँ कलेक्सन गर्छ हैन Hai de s-au terminat fetele. Mi-am dat seama, v-am cunoscut după voce. Eram într-o conversație și n-am putut să răspund. Și zic, haideți că te sună pe tine. Hai că am răspuns și eu la telefonul ei. Vă așteptăm, domnul Pane, vă așteptăm. În 10 minute stă acolo. Bine, bine, pa, 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 pa. Salut, Pane! Ce vă Pane? Ceva filmezi? Unde dai? Acasă? Acasă, da. Bravo, bravo. हामी चाहिँ देखेर बुकारेस्ट रोमानियामा छौँ सामान लिन जाँदैछौँ हामी यसलाई चाहिँ आपाका पोलिक्लिनिक भन्छ रमाइलो छ सेम हाम्रो देश नेपाल जस्तै छ यार Intră în concurs acum și vezi cum răspunzi când îți sună de... Asta Gara de Nord. Gara de Nord. Tren, da? Mare, da. यहाँ चाहिँ रेल रोएको स्टेसन छ हैन यहाँबाट चाहिँ रुमानिया बाहिर र रुमानिया भित्र मेट्रो चल्छ मेट्रो ट्रेनहरु चल्छ सेफेरे भन्ने छ हैन Gara de Nord तर राम्रै छ यार रोमानिया पनि डेभलपमेन्टको हिसाबले चाहिँ राम्रै छ Casino da Casino यसमा चाहिँ नजान्नु होला है कृपया धेरै पैसा हारेछ यसमा यहाँ कुनै दिन भन्नु होला म चाहिँ ड्युटीबाट रुम आइसकेँ आजको ब्लग भिडियो यहीँ समाप्त गरिदिउँ फेरि भेटौँला अर्को नयाँ ब्लग भिडियोमा जय नेपाल